तिरो आजको वेदर त्यस्तो भइरहेको छ हेरिदिनुहोस् है मौसम अब चाहिँ रङबुल तल फार्मिङ जोरबङ्गलाहरू सबै देख्दैछ यहाँ हेर्दिनुहोस् है यहाँ परनिर दिलमाया बस्ती अनि आजको दिन चाहिँ यस्तो भइरहेको छ म चाहिँ अब एकछिन गुम्बा गएको भोलि बुद्ध पूर्णिमा हो अनि गुम्बामा अलिकति छोचरमा गएको हेरिदिनुहोस् तल हेलिपेडहरू रङबुलहरू मौसम चाहिँ मजाको भइरहेको छ ए हाम्रो भाइ पनि छ अन्त के गर्दैछस् ए ठिकै छ मौसम चाहिँ है दामी भयो है हेरिदिनुहोस् है डायरी डायरी हो त्यस्तो दामी देख्छ हेर्नुहोस् डायरी गुम्बा पनि हेरिदिनुहोस् लुया स्कुल डिग्री कलेज मौसम चाहिँ दामी भइरहेको छ गाउँकोहरू चाहिँ यस्तो छ हिजो सबै सफा गरेको हेर्नु आज फेरि यति सामान मैला पुऱ्याइरहेको रहेछ हाम्रो दोस्कान डाँडा घरको चाहिँ एकदम के भन्नु अब भन्दा पनि सुन्दैन कम्प्लेन गर्दा पनि हुँदैन आइपुग्यो आज यहाँ फेरि यहाँ हाम्रो हलमा बिहा रहेछ बिहामा होला के खाएको के खानु भएको मोमो खानु भएको ए ल अनि यहाँ पनि छ हाम्रो सानो सानो कुचेलाहरू यहाँनिर चाहिँ कुचेहरू सानो सानो है के हो तिम्रो नाम पेम्बा तिम्रो याङडुक अनि तिमीहरू दुईजनाको तिम्रो छिरिङदुर चाहिँ तिम्रो चाहिँ आसाङ मोमो सिबु रहेछ मिठो रहेछ मोमो वा है डायरी गुम्बाको हाम्रो सानो सानो कुसेलाहरू आज मोमो खानु आएछ यहाँ टासी दिलेमा आइपुग्यो हामी गुम्बा गुम्बाको गेट हेरिदिनुहोस् जाँदैछ Oh
आइपुग्यो अनि भोलि बुद्ध पूर्णिमाको लागि पुरा मजाले बनाएको छ यही सभाहरू मर्दै रहेछ पुरा राम्रो छ हेर्नुहोस् मजाले गेटमा पनि राखेको छ अब चाहिँ हामी चाहिँ गुम्बाभित्र जान आँटेको हो पुरा छोहरू पनि बनाएछ है मतलब एकदम बताइदिनु हुँदैछ के कस्तो के हो भनेर सोध्नु हुँदैछ यहाँनिर पुरा मजाले सजाउनु भएको रहेछ तारामा होलीको लागि मजाले गर्दैछ सेलिब्रेटहरू देखियो अब चाहिँ यहाँ साङहरू चाहिँ हामी चाहिँ गएको चिया खानु हो कि चिया खानु बत्ती आउँदै जाँदै गर्दैछ नि त त्यो यो वैशाखी पूर्णिमा भगवान बुद्धको 2569वां जन्म जयन्ती समारोहमा यहाँ सबैलाई अगवै स्वागत तथा अभिवादन गर्दै हाम्रो कार्यक्रम हुने गएको छ। यहाँ हाम्रो चिया खाजाको कार्यक्रम रहेको छ। त्यसरी नै 8 बजेदेखि बुद्ध वन्दना 200को कार्यक्रम हुनेछ भगवान बुद्ध प्रति स्नान। त्यसरी नै 9 बजेदेखि एकत्र प्रदर्शन शान्ति परिक्रमा र्याली भगवान बुद्धको जन्मदिन 9 बजेदेखि एकत्र प्रदर्शन शान्ति परिक्रमा र्याली सुरु भए 11 बजेसम्म हुनेछ। 8:30 बजेदेखिको 11 बजेसम्म हाम्रो धर्मग्रन्थहरूको परिक्रमाको कार्यक्रम रहेको हुनाले आफ्नो दैनिक पोसाकहरू छ। दार्जिलिङबाट उहाँका डक्टर्सहरू अनि उकालो आउँदै थियो चाहिँ ओह्रालो जाँदैछ। बुद्ध पूर्णिमाको मजाले रङ्गुल गुम्बामा मजाले सजाएछ, दामी बनाएछ। भोलि चाहिँ अलिक भ्याउँदिनँ अनि आज चाहिँ आएको। अनि अब आजको लागि चाहिँ मेरो ब्लग यति नै हो। आज सानो ब्लग बनाइदिएको। अनि
तपाईँहरूले हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् मलाई। अनि आजको लागि यति नै, बाई बाई।